भन्नुहुँदै थियो। उहाँले कोसिस गर्नुभयो, त्यस्तै हो, कश्ती से डर कर नौका पार नहीं होती और कोशिश करने वालों की कभी हार नहीं होती। मैं फिर हेलो नमस्कार। जोइन एक्सन कमिटी अल लोकल ट्याक्सी ड्राइभर एसोसिएसन गान्तोकबाट चाहिँ एकदमै राम्रो इनिसिएटिभ लिएको छ। के भन्दा चाहिँ उहाँहरूले चाहिँ सिक्किम सारथी आइडल भन्ने चाहिँ गान्तोकमा या सिक्किममा या इन्डियामा या वर्ल्डमै फर्स्ट टाइम हुनसक्छ। उहाँहरूले यो सारथी आइडल सुरु गर्नुभएको छ। यो पालिको फर्स्ट सिजन हो। अनि त्यसमा चाहिँ हाम्रो शरण तामाङ साथी चाहिँ उहाँ पार्टिसिपेट गर्नुभएको छ हाम्रो सिक्किम राजधानी एसोसिएसनबाट। त्यसको लागि चाहिँ हामी सम्पूर्ण एक्जिक्युटिभ बडी चाहिँ आज उहाँ सेमी फाइनल पुगिसक्नु भएको छ। त्यसले गर्दा चाहिँ हामी सम्पूर्ण एक्जिक्युटिभ बडी चाहिँ उहाँको यो सेमी फाइनलको प्रोग्रामलाई हामी उहाँलाई सपोर्ट गर्नको लागि, उहाँलाई हामी फाइनलसम्म देख्नको लागि चाहिँ हामीले उहाँलाई सपोर्टको लागि चाहिँ हामी सबैजना एक्जिक्युटिभ बडी चाहिँ आज हामी शरण साथीको प्रोग्राममा यो सारथी आइडलमा हामी जाँदैछौँ। यो भिडियोमा तपाईँहरूलाई म देखाउने कोसिस गर्छु हाम्रो शरण साथीले कसरी गाउने छ अनि आजको प्रोग्राम के हुनेछ, कस्तो प्रकारको एक्टिभिटिजहरू हुनेछ, कस्तो सिङ्गिङ हुनेछ, कस्तो जजमेन्ट हुनेछ, म सबै नै देखाउने कोसिस गर्छु। हेर्दै गर्नु होला मेरो यो भिडियोलाई। दोबारा से हिंदी में जंप कर गया हूं क्योंकि अगले कलाकार फिर से हिंदी में प्रस्तुति देंगे। और इतना कहना चाहूंगा भाई साहब, जब तक जीवन में आदमी बिजी है तो हर चीज इजी है। अगर जीवन में आदमी लेजी है तो मुसीबत आपके ऊपर टूटने के लिए क्रेजी है। इसीलिए भाई मस्त रहो, व्यस्त रहो, जो खा पी लिया वही अपना है, बाकी सब सपना है भाई। यही जिंदगी है भाई, अपना तो यही फंडा है। तो अगले कलाकार हमारे शरण तामांग जी, मैं उन्हें यहाँ बुलाना चाहूंगा। वो आप लोगों के समझ गाएंगे। ये गाने का नाम क्या है? गवाह है चांद तारे। अगली बारी से एक काम करूंगा, मैं चश्मा भी लेके आऊंगा क्योंकि थोड़ा क्लियर नहीं दिख रहा ना, पढ़ना पड़ रहा है यहाँ पे। चलो ठीक है शरण जी, गा लीजिए भाई बढ़िया सा गाना और सबका दिल जीत लीजिए। स्टेज इज योर्स। थैंक यू। च्यालेन्जेस त एकदम दामी छ। हाम्रो साथीहरू एकदम राम्रो छ। किनभने उहाँहरूलाई एकदम म्युजिकमा एकदम ज्ञान भएको साथीहरू छ। ठिकै छ, केही छैन, आफू पनि बेस्ट थियो। अनि विशेष गरी मेरो फ्यामिली भन्नुपर्दाखेरि फ्यामिलीबाट चाहिँ मलाई एकदमै सपोर्ट छ है। त्यो भयो। अन्त मेरो एसोसिएसनबाट चाहिँ एकदमै एसोसिएसनको माथि पदमा रहनुभएको जति पनि प्रेसिडेन्ट छ, जति पनि एक्जिक्युटिभ बडी हुनुहुन्छ, उहाँलाई आन्तरिक हृदयबाट धन्यवाद गर्न चाहन्छु। किनकि उहाँ हौसलाले गर्दा नै म आज सेमी फाइनलमा आइपुगेको छु र आई होप यहाँबाट पनि म अगाडि जानु सकौँ भन्ने मेरो आजको कोसिस जारी छ। एकदम हुन्छ अगाडि बढ्नुहुन्छ तपाईँ र कङ्ग्रेचुलेसन। भाई ये बाहर गा रहे थे, अंदर बैठे बैठे मैं भी कुछ लिख रहा था। मैंने कहा सुना दो। गवाह चांद गवाह तारे, गवाह चांद गवाह तारे, सच्चा आशिक वही है, लड़की प्रपोजल ठुकरा दे फिर भी लड़का हिम्मत ना हारे। है ना जी? पर लड़कों को यार बड़ी मेहनत करनी पड़ती है। एक तो प्रपोज करो, ऊपर से मना करते, फिर दोबारा करो, फिर चलता रहता है। ये तो जीवन के फंडे। थैंक यू सो मच, एकदमै मिठो उहाँले गाउनु भयो। अब म सिधै प्रतिक्रियातर्फ लाग्छु। प्रतिक्रिया दिनको निम्ति म रविज्यूलाई निवेदन गर्न चाहन्छु। सिक्किममा सारथी आइडल यो सिजन 1 गर्नुभएको छ हाम्रो चालक दाजुभाइको लागि र सायद यो इन्डियामै भनेपछि संसारमै फर्स्ट होला। त्यसले गर्दाखेरि एकदमै हाम्रो सेन्ट्रल जोइन कमिटीलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु। सिक्किम राजधानी लोकल ड्राइभर वेलफेयर एसोसिएसनबाट चाहिँ हाम्रो शरण भाइ छ, उहाँलाई हामीले एकदम फुल सपोर्टको लागि आज हाम्रो एक्जिक्युटिभ बडी डल्लै आएको छौँ र यसको लागि हाम्रो सिक्किम गभर्मेन्टलाई पनि हामी धेरै धन्यवाद। र मलाई आशा छ यहाँबाट पनि अगाडि जान्छ होला, फाइनलमै पुग्छ होला सायद। हाम्रो मेरोबाट पनि भाइलाई एकदमै शुभकामना पनि दिन चाहन्छु र साथसाथै म एज अ प्रेसिडेन्ट भएको नाताले भाइलाई म
एउटा आशीर्वाद पनि दिन चाहन्छु यहाँबाट अगाडि गएर फाइनलमै पुगोस् भन्ने मेरोबाट उहाँलाई एकदमै अगाडिबाटै बधाई दिन चाहन्छु। धन्यवाद। हेलो सरोज तामाङजी, सर्वप्रथम तपाईँलाई सेमी फाइनलको सारथी आइडलको स्टेजमा तपाईँलाई स्वागत गर्न चाहन्छु है। यो सोको लेभल यस्तो बढेर गएको छ कि हामीलाई डर लाग्न थालिसक्यो अब त। फर्स्ट अडिसनमा ठिक ठिकैको थियो है, त्यहाँबाट फेरि पियानो हुनुभयो, गाला हुनुभयो, हुँदा हुँदै आज सेमी फाइनल भइरहेछ है। सिङ्गर्सहरूको लेभल अप भएको देख्दाखेरि हामी एकदमै खुसी छौँ। रियली एकदमै अप्रिसिएटेड है, तपाईँले एकदम राम्रो लेभल अप गरेर यहाँसम्म आउनु भएको छ। तपाईँको आजको गीतको बारेमा भन्नुपर्दा चाहिँ जुन चाहिँ मैले भन्नै पर्छ है, राम्रो सिङ्गर्सलाई राम्रै भन्नुपर्छ, नराम्रै भन्नुपर्छ। बिकज वी आर द जजेस है, हामीले जे देख्छ त्यो भन्नै पर्छ। तपाईँको गीत अनुसार हामीले मार्क्स दिनै पर्छ है। गीत यस्तो गाउनु भयो कि तपाईँले मलाई चाहिँ कान थुनेर सुनेको भए चाहिँ गीत प्ले भइरहेको होला भन्ने यस्तो लाग्यो क्या। एकदमै राम्रो हुनु भएको छ तपाईँको भोकलको त्यो कन्ट्रोलिङ है, भोकलको कन्ट्रोलिङ पनि राम्रो थियो। कोही कोही हाई पिचमा तपाईँ कोही सिङ्गरले हाई पिचमा अलिक चिचेको जस्तो गाउँछ होइन, तर तपाईँको त्यो जुन चाहिँ हाई पिचमा त्यही कन्ट्रोलले गाउनु भएको थियो, लो पिचमा त्यही कन्ट्रोलले भोकल कन्ट्रोलमा राखेर गाउनु भएको थियो है, त्यो गाउनु भएको छ। अनि प्रेजेन्टेसन राम्रो दिनुभएको छ है। मैले प्र्याक्टिसदेखि तपाईँले हेरिरहेको थिएँ, एकदमै प्र्याक्टिसको भन्दा नि अझै राम्रो गाउनु भएको छ। त्यसको लागि एकदम तपाईँलाई बधाई दिन चाहन्छु। र रिजल्ट चाहिँ के हुन्छ भने चाहिँ अब त्यो हाम्रो 3 जनाको जजको मार्क्स क्यालकुलेट हुन्छ है। त्यसपछि तपाईँको अब नेक्स्ट राउन्डको फाइनलको लागि हुनुहुन्छ हुँदैन त्यो चाहिँ बादमा थाहा पाइहाल्छ हामीले है। र एकदमै राम्रो गाउनु भएको छ। लेट्स होप फर द बेस्ट है। अनि अल द भेरी बेस्ट भन्न चाहन्छु अब फाइनलको रिजल्टको लागि, फाइनलको लागि है। यसरी नै राम्रो गाउँदै जानुहोस् र सारथी आइडलको लेभल अझै माथि लाँदै जानुहोस् है। धन्यवाद। हुन्छ, थ्याङ्क यू सर। शब्द तपाईँको साह्रै नै मिठो जस्तै कि एउटा कवि। धन्यवाद मिस्टर रवि तामाङ। अनि अर्को एकजना हुनुहुन्छ देवान तामाङ। को चाहिँ अगाडि जानु हुँदैछ होला? एनी गेसेस? निर्णायक मण्डलीले सबै कुरा हेरेर निर्णय गर्नुपर्ने हुन्छ। उहाँहरूको प्रस्तुति, उहाँहरूको एक्सप्रेसन्स, उहाँहरूको हावभाव, उहाँहरूको शब्दको उच्चारणदेखि लिएर प्रत्येक कुरा उहाँहरूले हेरेर निर्णय लिनुपर्ने हुन्छ। अनि मैले अघि तपाईँहरूलाई भनिहालेँ कतिवटा डिसिजन एकदमै टफ थियो र अभियसली टफ हुन्छ पनि, किनभने अलिकति तलमाथि भएको कारणले गर्दा कोही अगाडि जान्छ, कोही जान सक्दैन। र आज जो हामीसँग फाइनलमा अगाडि जानु हुँदैछ, ही इज शरण तामाङ। शरण साथी सेमी फाइनल होइन आज? अब त्यहाँदेखि जित्यो। आज चाहिँ सेमी हो। आज सेमी, अब फाइनल। हाम्रो शरण साथी चाहिँ फाइनल पुगेको छ। आज हामी उहाँको सपोर्टमा आएको थियौँ। बाबाले जितेर कस्तो लागिरहेको छ? आज म खुसी लागिरहेको छु आप्पा जितेर। कस्तो छोरा हो तिमी? म आप्पाको नाम के हो? शरण तामाङ। शरण तामाङ छोरा हो। आप्पा फाइनलमा पुग्नुभयो, पुरा खुसी लागिरहेको छ? हजुर। तिम्रो नाम चाहिँ के हो? छोचेन तामाङ। छोचेन तामाङ। ओके, ल ल ल। आप्पालाई के भन्छ बाबा? आप्पा अब कङ्ग्रेचुलेसन, कङ्ग्रेचुलेसन, बेस्ट अफ लक। हाम्रो भाइलाई एकदम फाइनल पुगेको छ, एकदमै बधाई दिन चाहन्छु र साथसाथै आशीर्वाद पनि दिन चाहन्छु र फाइनल पनि अझै यसरी नै राम्रो गरोस् भन्ने मेरोबाट आशीर्वाद छ। अनि सबै साथीभाइहरूलाई रिक्वेस्ट गर्न चाहन्छु, फाइनल कहिले हुन्छ तपाईँहरू सबैजना आएर हाम्रो भाइलाई सपोर्ट गरिदिने ल। एकदमै लु शरण साथीलाई बधाई छ, फाइनलमा पुग्नु भयो। पार्टिसिपेट चाहिँ आज नानी एकछिन ल, मेरो छोरा पनि आज पुरै खुसी भइरहेको छ। सोच्दैन हो हेलो भन्दै हेलो होइन, आज चाहिँ पार्टिसिपेट भन्दाखेरि सेमी फाइनलमा चाहिँ एकदम टफै थियो। आज 16 थियो है, र अब जतिसक्दो मैले चाहिँ एकदम बेस्ट दिएकै थिएँ र बेस्टको हजुर 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 कस्तो लागिरहेछ? फाइनल पुग्नु भयो नि? फाइनल यो एकदमै खुसी। फाइनलमा कति जना छ? फाइनलमा हाम्रो अब 7 जना सुनेको छ। दामी भयो है। तपाईँले दामी गाउनु भयो नि। हजुर हजुर। अन्त यहाँ चाहिँ हाम्रो शरण साथी हुनुहुन्छ होइन,
एकछिन ल यहाँ चाहिँ हाम्रो शरण साथी हुनुहुन्छ हाम्रो सिक्किम राजधानी एसोसिएसनबाट रिप्रेजेन्टेटिभ भएर उहाँले आउनु भएको थियो यहाँ सिक्किम सारथी आइडलमा जोइन्ट एक्सन कमिटीको अर्गनाइजेसनमा उहाँले लिनुभएको थियो अनि उहाँ टोटल पार्टिसिपेट लिने चाहिँ कतिजना सुरुदेखिको टोटल 200 पार्टिसिपेटलाई उहाँले जित्दै आएर अहिले 7जनामा पुगेर उहाँ फाइनलिस्ट हुनुभएको छ अब फाइनलमा पुगेको छ हाम्रो पल्बु के भन्नुहुन्छ केही भन्नु छैन शरणलाई चाहिँ यसपालि चाहिँ बिगार्छ भनेर सोचेको थिएँ तर शरणले एकदमै राम्रो पर्फर्मेन्स गर्यो अस्तिको हेरी चाहिँ अस्तिको राउन्डमै साह्रो पर्छ जस्तो लागेको थियो तर यसपालि चाहिँ एकदमै राम्रो इम्प्रुभमेन्ट छ उसको एकदमै राम्रो इम्प्रुभमेन्ट छ फाइनल पुगेको छ यसमा हामी एकदमै एसोसिएसन खुसी छौँ सबै आज चाहिँ मजा आयो तर शरणले चाहिँ पर्फर्मेन्स चाहिँ राम्रो गर्यो दामी दिएको फाइनल पुग्यो र हाम्रो साथीहरू पनि अब फाइनलमा चाहिँ जोस र जागर देखाएर भए पनि आउनु पर्यो सपोर्ट गर्नुको लागि एकदमै म आज खुसी छु हाम्रो एउटा संस्थाको हाम्रो मेम्बर भाइ पनि आज उहाँले एकदमै यो सारथी आइडलमा एकदम उहाँको पर्फर्मेन्स राम्रो गरेर आज एसोसिएसनको पनि उहाँले नाम बढाइदिएको छ र एउटा ऐतिहासिक यो आजको जुन चाहिँ यो प्रोग्राममा उहाँले आफ्नो सेमी फाइनललाई पनि उहाँले एकदम सक्षम गरेर फाइनलमा ग्रहण गरिसकेको छ एकदमै हामी सिक्किम राजधानी ड्राइभर वेलफेयर एसोसिएसनको एक्जिक्युटिभ बडीको तर्फबाट उहाँलाई एकदम मुरी धन्यवाद दिन चाहन्छु ल धन्यवाद हुन्छ अब हामी फाइनलमा शरणलाई भेट्नेछौँ फेरि